कति ब्याचहरू म चाहिँ गर्छु अनि चाहिँ पिकनिकको लागि चाहिँ भोलि जाने भनेर सेरोटी बनाउने प्लानिङ हुँदैछ सायद कसो बनाउनु थाहा छैन तर यहाँ चाहिँ ठाउँहरू प्लेसिङहरू अनि म यहाँ छु हामी चाहिँ पिकनिकको लागि जाँदैछौँ अनि के गर्ने त नि है बाटोहरू यस्तो यात्राहरू यस्तो प्याक छ है अनि यतातिर हेलो गाइज हामी चाहिँ भोलि पिकनिकको लागि चाहिँ पिठोहरू रेडी गर्दैछौँ यहाँ चाहिँ हाम्रो खुसी हुनुहुन्छ अनि तातिँदैछ अनि यहाँ हाम्रो अरू सामानहरू पनि छ यहाँ सक्नुहुन्छ हाम्रो रोटी यहाँ होइन यतातिर हेर्नुहोस् यता अनि हाम्रो रोटी बनाउन आउँदैन के गर्ने बनाएको खाना मात्रै आउँछ हाम्रो कस्तो हिमाल दामी देखिरहेको छ त्यही माथि म भर्खरै कलेजहरू आइसकेको छु होइन बिहान जानु पनि बहुत जाडो छ सो के गर्ने क्लास पनि लिनु पर्यो बाई गाइजहरू रुम फर्किन लाग्यो अनि रुम फर्केपछि म चाहिँ आज पिकनिक छ सो पिकनिकको लागि रेडी हुन सक्छु गाइजहरू है मेरो सर्ट भिडियो चाहिँ आउने गर्छु ल बाई पुरै छेकियो के हामी चाहिँ यहाँ पिकनिक खानेतिर कोत्रे पुल भन्नेमा चाहिँ हामी आइसकेको छौँ डान्स गर्ने यताउति गर्नेछौँ हामीले चाहिँ खाने भयो भनौँ न अलिकति रोटीहरू यता चाहिँ ब्रेकफास्टहरू चाहिँ गर्ने भयो त्यसपछि हामी चाहिँ गर्नु चाहिँ एकदम अब एकछिन हामी चाहिँ डान्स गर्ने त्यसको हामीले हो कि डान्स हान्ने खाने रमाइलो गर्ने आजको दिन चाहिँ हामी सबैको सो लेट्स इन्जोय डान्स गर्न जानु त डान्स बाटो खाली गर कस्तो छ खाना रोटी मिठो छ मिठो छ भने कस्तो लागिरहेछ बबाल हेर्नुहोस् सबैजना इन्जोय